दिन सन्ध्यातर्फ द्रुत रूपमा हिँडिरहेको थियो। अन्तिम पटक एक बिरामी बालिका साथ रहेका उनका मातापिता र अरू दुईलाई पारी पुर्याएर फर्किएकी थिए। बहना खियाएका दुवै पाहुरा फतक गलेका थिए। शरीरमा दर्द उति नै। अरू सबै घाटेहरू पनि घर फर्कने तरखर गर्दै थिए। मैले डुङ्गा तानेर किलोमा डोरी बाँधेँ। दिनभरको कार्य समाप्त भए पश्चात अन्जुलीभरको जलमा केही क्षण मुहार लुकाउने मेरो नियमितता नै थियो। त्यसको निम्ति म घाटभन्दा केही माथितिर जान्थेँ, जहाँ विशाल वृक्ष र तल चेप्टो ढुङ्गा थियो। ढुङ्गामा केही क्षण सुस्ताएँ। नदीको दर्पणमा मुहार हेरेँ। त्यस दिन पनि अन्जुलीभरि जल उठाएँ र अन्जुलीबाट जल नसकिँदासम्म चिसोमा मुहार डुबाएँ। अन्जुलीको जल सकिँदा निकै शीतल अनुभव भयो। अनि वस्त्रको फेरोले मुहार पुस्दै थिएँ। आकाशमा त नजर पारी पर्यो। एक पुरुष यात्रीले आफैतर्फ हेरेर मार्ग ताकिरहेको आभास भयो। यात्री अधैर्य भई यताउता गरिरहेका जस्ता देखिन्थे। पल्लो घाटमा पनि वारी जस्तै प्रतीक्षालय निर्माण गरिएको थियो। ती पुरुष त्यहीँ जाने र पुनः किनारतर्फ आउने गरिरहेका थिए। व्यग्रता स्पष्ट थियो त्यस व्यवहारमा। मलाई लाग्यो उनी नदी तर्न चाहन्छन्। हतार डुङ्गा छेउ आइपुग्दा सबै घाटीहरू घर फर्किसकेका रहेछन्। आकाशतिर हेरेँ। दूरबाट कालो बादल हातेमालो गर्दै बस्तीतर्फ आइरहे जस्तो देखिन्थ्यो। पल्लो घाटतर्फ हेरेँ। माथिबाट भन्दा अधिक स्पष्टता देखिन्थ्यो। ती महाशय राजाको जस्तो भेषमा हुनुहुन्थ्यो। अझ ध्यान दिएर हेरेँ। निश्चित भएँ हो उहाँ राजाकै भेषमा भएको स्पष्ट भयो। अति शीघ्रताका साथ डुङ्गा बाँधिरहेको किलाबाट नरिवलको डोरी खोलेँ। पछाडिबाट डुङ्गालाई धकेलेँ। डुङ्गाले आधाभन्दा अधिक जल भेटे पश्चात आफूले अग्रभागमा गएर ताने। अनि डुङ्गामा उक्लिएर छिटो बहना चलाउन लागेँ। त्यसपूर्व कहिले पनि राजालाई सेवा दिने अवसर पाएकी थिइनँ। सङ्कोचमा थिएँ म। हतारिएकी र भयभीत पनि उत्तिकै। मध्यतिर नपुग्दै एकाएक मेरै माथि निकै कालो मेघ छायो। एक्कासी ठुलो हुरी चल्यो। हेर्दै जताततै अन्धकार। दुवै किनारासम्म देख्न सक्ने अवस्था थिएन। उल्टो हावाको बहावले अघि बढ्न बाधा पुर्याइरहेको थियो। डुङ्गा नै घोप्टिने हो कि झैँ गरी हल्लियो। डुङ्गा चलाउन प्रारम्भ गरेदेखि त्यस प्रकारको अवस्था कहिल्यै सिर्जना भएको थिएन। यसर्थ सामनाको अनुभव थिएन। बहना खियाउन छाडेर दुवै हातले बलियो गरी डुङ्गामा समाएँ। त्यस आपतकालीन समयमा म राम्रो पौडीबाज हुँ भनी आफूलाई निश्चिन्त तुल्याउन भने खोज्दै थिएँ। पिताले भन्ने गर्नुहुन्थ्यो, परिस्थिति प्रतिकूल भएको अवस्थामा आत्मविश्वास नै सबैभन्दा ठुलो आधार हो, हतियार हो। त्यही स्मरण गरेर आत्मविश्वासलाई मजबुत तुल्याउने प्रयास गरेँ। पिताले मेरै निम्ति निर्माण गराउनु भएको डुङ्गा थियो त्यो र मलाई पनि अति मन पर्यो। पौडिएर आफ्नो मात्र ज्यान नजोगाई सम्भव भएसम्म डुङ्गासँगै पार गर्छु भन्नेमा थिएँ। अत फेरि शीघ्रताका साथ बहना चलाएँ। परन्तु जलवायु वर्षासँगै म हार्नुपर्ने अवस्था आयो। म डुङ्गासँगै तल हेलिएँ। माथितिर अझ विशाल पानी परेको हुनुपर्छ। काठका टुक्रा मात्र नभई सिङ्गो वृक्ष समेत बली नदी धमिलिएर गडगडाउँदै आइरहेकी हुन्छन्। मैले पुनः बहाना छाडेर डुङ्गा समाएँ बलियो गरी। अन्तत मेरो डुङ्गा घोप्टियो।
त्यस पश्चातको प्राथमिकता ज्यान जोगाउनु मात्र थियो। बग्दै आएको वृक्षको हाँगा भेटेँ, तर तल हुँदै किनारा भेट्नै लागेको बखत मलाई फेरि बेगले भुमरीतर्फ फालिदियो। मैले हिम्मत हारिनँ, हात र खुट्टा लगातार चलाइरहेँ। मेरो पौडिने सिपको कुनै औचित्य थिएन, कारण पौडिने होइन बग्ने हुन्थ्यो। म उतै पुग्थेँ जता पानीको बेगले लिइजान्थ्यो। बाँच्ने आशा क्षीण हुँदै गयो, भँगालोमा पुर्यायो। पुनः हिम्मत जुटाएँ। एक हातमा वृक्षको हाँगा थियो, अर्को एक हात र 2 पाउ चलाएर। अलिकति आफ्नो प्रयास र धेरै ईश्वरको कृपाले गर्दा अनन्त तल पुगेर भए पनि किनारा भेटेँ। जीवित रहेकोमा दीर्घ श्वास लिएँ। सही अर्थमा विश्वास नै गर्न मुस्किल थियो आफू बाँचिरहेछु भन्ने समय। हिस्को माथि उक्लिएर केही क्षण सुस्ताएँ। मैले त्यति घनघोर विशाल वर्षा कहिले देखेकी थिएन। अन्धकार समय, अविरल वर्षा, घना जङ्गल अनि सर्वाङ्ग भिजेकी एक्ली म आफू कहाँ पुगेकी छु भन्ने समय यकिन थिएन। किनारै किनार माथितर्फ गयो भने घाट पुगिन्छ र त्यहाँ प्रतीक्षालय छ भन्नेमा भने कुनै दुविधा थिएन। ती राजन जो मेरो डुङ्गाको प्रतीक्षामा हुनुहुन्थ्यो यद्यपि त्यही हुनुहुन्छ होला भन्ने मैले पनि लाग्यो। अनि प्रतीक्षालयतर्फ जाने निर्णय गरेँ। विशाल आवाजका साथ किनाराका ढिस्काहरू नदीमा खसिरहेका थिए। यसर्थ किनारा छेउ हिँड्न सक्ने अवस्था रहेन। भित्री जङ्गलको मार्ग समाउन श्रेयस्कर लाग्यो। घनघोर वर्षाको अन्धकारमय त्यस समयमा निकट समेत अति मुस्किलले देख्न सकिन्छ। सामुन्नेको मार्ग जता जान्छ उतै आफूलाई हिँडाएँ। मलाई त्यतिसम्म अनुमान थियो कि जङ्गलको त्यो सानो मार्गले निश्चय नै कहीँ ठुलो मार्ग भेट्नेछ र जङ्गल सकिए पश्चात दायाँतर्फ मोडिँदा प्रतीक्षालय पुगिनेछ। म निरन्तर हिँडिरहेँ। यमुना गडगडाइरहेकी मात्र सुनिन्थ्यो। म जति हिँडे पनि ठुलो मार्गमा गएर जोडिन सकिनँ। जङ्गलमा बाघ, भालु, जङ्गली जनावरको भय उति नै हुन्थ्यो। तिनीहरू पनि त रुजेर कतै बसेका या लुकेर कतै ओत लागेका होलान् भन्ने सोचेर भयमुक्त हुने कोसिस गरेँ। चिसोले थरथर काँपिरहेको थिएँ। परि आएपछि जस्तोसुकै कठिनाइको पनि सामना गर्नुपर्ने रहेछ। निरन्तर अघि बढिरहनु नै त्यस भवितव्यको सही समाधान थियो। म हिँडिरहेको त्यही त्यान्द्रो मार्ग पनि 2 भएर झन् सानोमा बाँडियो। त्यस पश्चात भने कता जाउँ अन्यलमा परेँ। निर्णय गरेँ नदीतर्फ जानुपर्छ। नदीको आवाजलाई नै पछ्याउँछु, त्यसैले पुर्याउनेछ मेरो गन्तव्य। अनि दायाँ मोडिएर लगातार अघि बढिरहेँ। केही हिँड्थेँ, कहिले दगुर्थेँ, कोही आफ्नो पछि आए जस्तो पनि लाग्थ्यो। फर्की हेर्न हिम्मत हुन्थेन, पुनः दगुर्थेँ। निकै दगुरे पश्चात फर्किएर हेर्दा अग्ला होचा वृक्ष सिवा केही हुन्थेन। पहिला भयभीत भएर दगुर्थेँ, पछि दगुर्दा कठ्याङ्ग्रिएर खुम्चिएको शरीर पनि न्यानो भई फुक्ने हुँदा दगुर्थेँ। भयभीत हुँदा पनि दगुर्थेँ र अधिक जाडो अनुभव हुँदा पनि दगुर्थेँ। त्यसैले रातको समय लड्दै उठ्दै लड्दै हिँड्ने क्रम दगुर्ने बेसी भयो। कति हिँडे दगुरे यकिन थिएन, कति लडेँ त्यो पनि यकिन भएन। निकै तल पुर्याएछ या मार्ग थाहा नहुँदा मैले नै दूरी बढाएकी थिएँ। जुन तारामा समय हेरौँ भने पनि आकाशको अश्रुले सबै छोपिएको थियो। अझ बेलापख चम्किन्थ्यो बिजुली र ठोकिन्थ्यो आकाश। त्यो बेला म मार्ग छोडेर सहारामा वृक्ष समाउन पुग्थेँ।
जङ्गल पातलिँदै गयो अनि गन्तव्यको निकट पुगे कि भन्ने आशा जाग्यो। 2-4 खेतका गरा आयो, आली हिँडे, पुनः जङ्गल सुरु भयो। अब छिट्टै प्रतीक्षालयमा पुग्ने आशामा हिँडिरहे। केही बेरको थप जङ्गल यात्रा पश्चात फाँट पुगे। मेरो आशा पूर्ण विश्वासमा परिणत भयो। जब देखियो प्रतीक्षालय त्यही विश्वासमा हर्ष थपियो। परन्तु म प्रतीक्षालय पुग्दा कोही थिएनन् त्यहाँ। हृदयमा उदासी छायो। एक्लो प्रतीक्षालय मानौ मेरै प्रतीक्षामा। अनि आफूलाई लगेर फलैचामा बिसाएँ। त्यो मेरो भ्रम अवश्य थिएन। पल्लो किनाराबाट यस स्थानमा एक राजनलाई अवश्य देखेकी हुन्। मेरो दृष्टि भ्रम हुन सक्दैन। परन्तु ती यात्री, ती राजन कता जानुभयो होला? जिज्ञासाका साथसाथ मनमा उही प्रश्न थियो। महर्षि पराशरको आशीर्वाद र वाणी स्मरण भयो। अनि निश्चिन्त भएँ आफैसँग। एक दिन राजनसँग अवश्य यही नै भेट हुनेछ। हावाहुरीको गति कम भएको थिएन। निरन्तर वर्षिएको पानी बिजुली चम्किएको बखत अति सुन्दर देखिन्थ्यो। यमुनाको गडगडाहटले पातसँग जलको स्पर्शको ध्वनि खाइदिएको थियो। शान्त बहावले सदा सर्वदा मिठो सङ्गीत सुसेले जस्तो लाग्थ्यो। त्यस समय भने बौलाएर आफ्नै वस्त्र च्यात्दै उभिरहेको प्रतीत हुन्थ्यो। यस्तो लाग्थ्यो उनको त्यो विद्रोह हो आफ्नो धमिल्दैप्रति, आफ्नो शान्त हिँडाइमा बाधा पुर्याउने प्रति, आफ्नो मार्गमा बाधा बाँध्नेहरूप्रति। यद्यपि त्यो समय मनमा डर भए नभएको होइन, परन्तु सर्वाङ्ग भिजेर काँपिरहेको शरीरभन्दा मनको भय त्रासको कम्पन नगर्ने थियो। अझ अधिक जाडो महसुस भयो। प्रतीक्षालयमा यात्रुहरूको सुविधाको निम्ति भोजन तयार गर्ने चुलो र दाउराको पनि व्यवस्था थियो। बर्खाको बेला यात्रुहरू 2-3 दिनसम्म पार गर्न नसकी त्यही अड्किरहनु पर्ने हुँदा बाबाकै निर्णयमा घाटको 2 तर्फका प्रतीक्षालय निर्माण गराई त्यस प्रकारको प्रबन्ध भएको थियो। माटाका जगडा भाँडा पनि हुन्थे। लामो दूरीका बटुवाले बाटो खर्च स्वरूप अन्न बोकी ल्याएका हुन्थे। त्यही बास पर्यो भने भोजन बनाई खाने गर्थे। चुलोमा खरानी खोस्रिए। पुरी राखेको एउटा ठुटोमा आगो बाँकी रहेछ। दाउरा थपे। बासिटाले भेटेर दाउरा ओभाना थिएनन्। प्रतीक्षालयको छानोको भित्री भागबाट एक मुठी खर ताने। आगोसँग सुक्खा खर राखेर सकेसम्म जोड लगाई फुके। धेरै पटकको प्रयास पश्चात खरमा आगो सल्कियो। अनि चुलोमा चिसै भए तापनि दाउरा थपे। चिसा दाउरालाई आगोले टिप्न सकेन, धुवा मात्र निस्कियो। पुनः छानाबाट खर निकालेर उही प्रक्रिया दोहोर्याए। एकछिन हर्र आगो बल्यो। खरमा आगो जति छिटो टिप्यो निम्न पनि समय लागेन। मैले हार स्वीकारेकी थिइन। पुनः अघिभन्दा अर्को भागबाट 2-4 मुठी खर ताने। दाउरामा चेपिएर रहेको बाँसको ढुङ्ग्रो पनि भेटेँ। दाउरा खर मिलाएर चुलोमा राखेँ अनि ढुङ्ग्रोले फुकेँ। धुवा निस्कियो र आगो बल्यो। म लुगलुग कामिरहेको थिएँ। निथुक्क भिजेको वस्त्रबाट पानी निचोर्याएँ। चुलोमा चिटचिट गर्दै दाउरा बल्ने सङ्केत गर्दै थियो। म अधैर्य भई आगोको प्रतीक्षामा रहेँ। केही समय पश्चात पुनः ढुङ्ग्रोले फुकेँ। अन्ततः आगो बल्यो। अनि अग्नि निकट बसेर आफूलाई न्यानो तुल्याएँ।
बिहानीको प्रतीक्षा गर्नु सिवाय मसँग अर्को विकल्प थिएन। परन्तु बिहान हुन अझ कति प्रहर बाँकी छ, कहिले हुनु त्यो पनि यकिन थिएन। बस्तीहरूमा भाले बासेर बिहानीको सङ्केत दिन्थ्यो, त्यहाँसम्म सुन्न सम्भव थिएन। सुनिन्थ्यो भने पनि यमुनाको उग्र गडगडाटले आवाज झिकिदिन्थ्यो। अग्निको रापले मेरा चिसा वस्त्रहरू सुकिसकेका थिए। न्यानो बढ्दै गयो। जति जति मैले न्यानो अनुभूति गर्दै गएँ, उति उति जङ्गल छेउको एकान्तप्रति भय पनि बढ्दै गयो। आफ्नो बस्तीतर्फ फर्किएर हृदयको भय कम गर्ने प्रयास गरेँ। नदी पार गर्न मेरो प्रतीक्षित ती यात्री कहाँ गएका होला? उनी राजनको भेषमा थिए। मेरै आँखाले देखेको, मलाई हातको इसाराले बोलाएका पनि हुन्। त्यो मेरो दृष्टि भ्रम हुन सक्दैन। पुनः यात्रीबारे स्मरण भयो। म आफू मत्स्यगन्धाबाट योजन गन्धा भए पश्चात निदाउन पूर्व या मध्यरातमा बिउजिए पनि खुला या निदका आँखाले महारानी भएको सपना देख्ने गर्छु। त्यही सपनाको एक अंश त थिएन। केही दिन पूर्वको सन्ध्यामा महाराजको रथ भेटेन, अनि यो सन्ध्यामा यहाँ महाराज देखिन। मलाई छल गरिरहेको त होइन, कुनै आत्मा या होइन, त्यो हुन सक्दैन। महर्षि पराशरको भविष्यवाणी कसरी गलत हुन सक्छ? मेरो भाग्य उही काली नदीबाट उदय हुन्छ भन्ने थियो। महाराजसँग मेरो यही नै भेट हुनेछ अनि विश्वस्त भएको थियो। परिबाट आवाज दिउँ भने पारी सुन्न सकिन्थ्यो। मेरा मातापिता कति चिन्तित हुनुहुन्छ होला, त्यही सोचाइमा व्याकुल भएँ। परन्तु मसँग कुनै अन्य उपाय थिएन, केवल बिहानीको प्रतीक्षा गर्नु सिवाय। न्यानोमा केही क्षण निदाएछु। निदाएकी मात्र होइन, सपनासम्म देख्न भ्याएछु। अनि सपनामा कुनै पृथकता थिएन। उही सपना, राजमुकुट काखमा लिएर म राजसिंहासनमा आसीन भएको सपना। आँखा खुल्दा पारी राकाहरूका उज्यालाहरू यताउता गरिरहेका थिए। हेर्दा हेर्दा उज्यालोको सङ्ख्या अझ वृद्धि हुँदै गयो। तिरैतिर तमाम उज्याला छरिए। म विश्वस्त भएँ, ती उज्यालाहरू मेरो खोजीमै लागिरहेका हुन्। म पनि आगो भएको ठोको निकालेर बाहिर निस्किएँ र आफू त्यहाँ रहेको सङ्केत दिने कोसिस गरेँ। सायद मेरो हातको उज्यालो पर्याप्त थिएन सङ्केतको निम्ति। पारीको उज्यालो तलमाथि छरियो। रात बढ्दै जाँदा वर्षा भने कम हुँदै गएछ, परन्तु काली नदीको गडगडाहट कायम नै थियो। चुलोमा आगो बालेर बल्दै गरेका केही दाउरा लिई पुनः बाहिर निस्किएँ। त्यसपश्चात भने हातको उज्यालोले म जीवित रहेको सङ्केत अवश्य पारी पुगेछ। हिँडेका उज्याला केही क्षण यथास्थानमा रोकिए अनि एकत्रित भए। त्यसपश्चात म निश्चिन्त भएँ। पारीतर्फ दृष्टि बिछ्याएर बसिरहेको थिएँ। हेर्दा हेर्दै नदीमा जुन टल्किए झैँ भयो। उर्लिरहेको काली नदीमा डुङ्गा खियाउनु निकै ठुलो जोखिम थियो। परन्तु मेरो उद्धार गर्ने अर्थात् म समक्ष पुग्ने हेतुले डुङ्गा मतर्फ अगाडि बढ्यो। पिताजीकै निर्देशनमा जोखिम उठाइएको हुनुपर्छ। शुभ प्रभातको निम्ति कति नै बाँकी होला, सोच्दै पुनः प्रतीक्षालय बाहिर निस्किएँ। नदीमा पिरपिले उज्यालो यथास्थानमै देखियो। तात्पर्य डुङ्गा अघि बढ्न सकेन
अनि हेर्दा हेर्दै उतै फर्कियो। त्यही उज्यालोबाट अनुमान लगाए फर्किएको भए। उनीहरू फर्किनै सकेको हुँदा अग्निको छेउ गएर बसे। प्रतीक्षा गर्नु थियो, बिहानीको मात्र नभई उर्लिएकी यमुना शान्त हुने समयको समेत। पारीको प्रतीक्षालयमा देखिने उज्यालोको झुण्डले हृदयको भय त्रास शेष बाँकी थिएन। त्यसर्थ प्रतीक्षाको निम्ति अघिको जस्तो कठिनाइ पनि थिएन। भयमुक्त भएको अवस्थामा बल्ल भोक लागेको अनुभूति भयो। पहिला त भोजनको निम्ति त्यहाँ केही देखिन। जब ठुलो मुढाको आड लागेर बसेँ अनि मेरो आँखा छानोमा सिउरेको 2 घोगा मकैमा पर्यो। भोक साम्य पार्ने प्रबन्ध मिलेकोमा हर्षित भएँ। हर्षका कारणहरू पनि कति अचम्मका हुँदो रहेछ। 2 घोगा मकैमा मेरो हर्ष फुलेको थियो। मकै छोडाएर मसिनो एक दाउरा बाँचे र माटोको हाँडीमा बोकेँ। भोक शान्तसँगै मिरमिर बिहान भयो। पारी घाट छेउ जङ्गलको काखमा रहेको मेरो प्यारो निषाद बस्ती माझीटार देखियो। बिहानीमा अधिक सुन्दर देखिँदो रहेछ त्यहाँबाट मेरो बस्ती। ममतामयी माताको काखमा निधाएकी शिशु जस्ती शान्त सुन्दर। हृदय पुलकित भयो। स्पष्ट देखिरहेको थिएँ, किनारामा मेरा शुभचिन्तक आफन्तीहरूको भिड एकत्रित भएको थियो। मैले अघि बढेर हात हल्लाएँ। काली नदीको जलप्रवाह भने उस्तै थियो। घुमिने अवस्था थिएन। यद्यपि प्रतीक्षालयमा नै प्रतीक्षा गरिरहनुको विकल्प सुझेन। म सकुशल त्यहाँ रहेको कुरा बिहान पश्चात पारीबाट झन् स्पष्ट देख्न सक्ने हुँदा मातापिता र ग्रामवासीको चिन्ता दूर भएकोमा निश्चित भए। म रहेको स्थानमा नम्बर 2 यात्रीको आगमन भयो। त्यसमा एक हुनुहुन्थ्यो वैद्यराज। अर्का व्यक्ति रहेछन् घाटसम्म छाड्न साथी भएर आएका युवक। वैद्यराजले युवकलाई बिदा दिँदै भन्नुभयो, घरमा बिरामी बहिनी छन्, वर्षाको भरोसा हुँदैन, यथाशीघ्र घर पुग्नु। युवकले वैद्यराजमा कृतज्ञता ज्ञापन गरी तत्काल फर्किया। साथीहरू, साहित्यकार नीलम कार्की निहारिकाका उपन्यास चिरहरणमा छन्। केही उपाय अवश्य होला भनी आएँ। नातिनीको अधिक चिन्ता छ। कसरी पार गर्ने अब? वैद्यराजले चिन्ता व्यक्त गर्नुभयो। आफ्नै घरमा बिरामी नातिनी छाडेर अन्यको उपचारमा गएको हुँदा वर्षा अलिक कम भए पश्चात रातारात हिँडेर त्यहाँ आइपुगेको भन्नुहुन्थ्यो। म निषाद कन्या हुँ र यात्रीलाई यमुना अर्थात् काली नदी पार गराउँछु भन्ने परिचयमा मलाई चिन्नु हुँदो रहेछ वैद्यराजले। म भने परिचित थिइनँ। सबै यात्रु सम्झिरहनु सम्भव पनि थिएन। उहाँले नै भन्नुभयो, हिजो मात्र मलाई तारिदिएको स्मरण भएन? वैद्यराजले शिरदेखि बाक्लो कम्बलले छोपेको हुँदा पनि परिचय मुस्किल भएको रहेछ। अब स्मरण भयो, मैले भने। किन यहाँ एक्लै यसरी? जस्ता मेरो निम्ति तमाम प्रश्न देखिरहेको थिएँ वैद्यका आँखामा। म उचित जवाफको खोजीमा पनि थिएँ, परन्तु वैद्यराजबाट शाब्दिक प्रश्न आएन। मैले जवाफ दिन आवश्यक नै परेन। सोही समय पारी सबैभन्दा ठुलो डुङ्गा निकाल्ने तारतम्य रहेको देखियो। त्यो डुङ्गामा एकसाथ धेरैलाई यात्रा गराउन सकिन्थ्यो र विशेष समयमा मात्र पुरा गाउँथ्यो।
उत्सुकताका साथ हेर्दै थिएँ। सायद केही छलफल पश्चात निकालिसकेको त्यस ढुङ्गालाई पुनः यथास्थानमा छाडियो। केही पश्चात सानै ढुङ्गामा केही व्यक्ति चढेको देखियो। टाढाबाट पगरीले परिचय दिइरहेको थियो। तीमध्ये एक मेरा पिता दासराज हुनुहुन्थ्यो। समय खतरामुक्त थिएन, परन्तु ढुङ्गा अघि बढ्यो। अति नै संयमताका साथ अघि बढ्दै थिएँ। यता ढुङ्गा घोप्टिन लागे जस्तो हुन्थ्यो। त्यसबखत ठुलो स्वरमा म कराउँथेँ, पिताजी! वैद्यराजले आश्चर्य मानेर मलाई हेर्नुभयो। मैले भने, पिताजी पनि मलाई लिन आउँदै हुनुहुन्छ। मेरो जवाफ पश्चात पनि वैद्यराजको आश्चर्य कम भएन। अनि मलाई ज्ञात भयो उहाँको आश्चर्यको कारण। सामान्यतया माझीहरू जननीलाई आमा भन्ने गर्थे र पिताको स्थानमा बाबा सम्बोधन गर्थे। त्यहाँ म मात्र यस्ती कन्या थिएँ जसले आमा बाबालाई माता-पिता भन्ने सम्बोधन गर्थे। यसको दाजुलाई राजाले धर्मपुत्र बनाएको हुँदा आफूलाई पनि उच्च हुँ भन्ने प्रदर्शन गर्न नै यो हामीभन्दा भिन्न भाषा लवजमा बोल्छे भन्ने गर्थे रे बस्तीका युवतीहरू मलाई। कसले के भन्छन् मलाई कुनै परवाह थिएन। मेरा पिता दासराजले नै मलाई त्यसरी बोल्न सिकाउनु भएको थियो। वैद्यराजले मुस्कुराएर भन्नुभयो, धैर्य गर युवती। नयन बन्द गरेर हृदयले पुकार गरे, हे कालीमा रक्षा गर। ढुङ्गाले किनारा भेट्नै लागेको हुन्छ, परन्तु हेलिएर तलतिर पुग्छ। म चिच्याउँदै त्यसतर्फ दौड्छु। सबैको हातमा रहेका एक एक वाहना एकसाथ चलेका हुन्छन्। पिताजीको सहयोगी युवकले स्थानमा ठुला गाँठो भएको लामो डोरी फालिदिन्छ। म तर्फ म डोरी समाउन सक्दिनँ। बल्ल तल्ल तेस्रो प्रयासमा हामी सफल हुन्छौँ। त्यस समय वैद्यराजको पनि सहयोगी हात छुटेको हुन्छ। डोरी समाउन सफल हुन साथ एक वृक्षमा 2 पटक परिक्रमा गर्छु म। वृक्षको पनि बल थपिए पश्चात ढुङ्गालाई बहावले हुत्याउन सक्दैन र त्यही डोरीको सहायताले युवक म भए छेउ आउँछ अनि हामी बलपूर्वक ढुङ्गालाई किनारातर्फ तान्छौँ। पिताजी ढुङ्गाबाट उत्रन साथ मलाई अँगालोमा च्यापेर भक्कानी भयो। पिताजीलाई भने, हजुरको आशीर्वादले यो सत्यवतीलाई जस्तोसुकै विपदबाट पनि रक्षा गर्छ। बरु मलाई हजुरहरूको अधिक चिन्ता भइरहेको थियो। मेरो अनुपस्थितिमा हजुरहरूको के हाल भयो होला भनी व्याकुल भएको थिएँ। उग्र हुरी बतासले उता बस्तीमा केही क्षति भयो कि भनी भयभीत थिएँ। दासराज बाबा रातभर जागा हुनुहुन्छ। उता दासरानीको रुँदा रुँदा बेहाल छ, युवकले भन्यो। हामी सबै प्रतीक्षालयतर्फ लाग्यौं र अँगना वरिपरि बस्यौं। जम्मा 6 जना आउनुभएको रहेछ। सम्पूर्णले बहाना खियाका हात सेक्नुहुन्छ। बल्ल पिताजीको विचार दृष्टि वैद्यराजमा पर्छ। मैले भने, उहाँ वैद्यराज बिरामी हेरेर भर्खर फर्कनु भएको। नदी पार हेतु यहाँ हुनुहुन्छ। हिजो मध्याह्नतिर मैले नै वैद्यराजलाई नदी पार गराएकी थिएँ। एक आपसमा हेर्दै थिए अन्य निषादहरू। पिताजी तत्काल केही बोल्नु भएन। पानीको उचाइ घट्ने प्रतीक्षा गर्ने अथवा तत्काल फर्किने भन्नेमा सन्दर्भमा विमर्श भयो। मसँग भेट हुनुपूर्व नदीमा होमिनु बाध्यता भए तापनि भेट पश्चात त्यस्तो कुनै बाध्यता नरहेको हुँदा नदी शान्त हुँदासम्म प्रतीक्षा गर्ने निर्भुल भयो। हामी सबै बाहिर गएर एकसाथ हात हल्लाएर पारिरहेकालाई सङ्केत गरियो।
त्यो सङ्केत थियो बस्तीतर्फ फर्कने सूचनाका निम्ति। आशय बुझेर हात हलाउँदै हुल बाँधेर पारी फर्किए एकत्रित ग्रामवासी सबै। अनि हामी अग्नि वरिपरि रहेर तेजिलो सूर्यनारायणको प्रतीक्षामा रह्यौँ। सोही समय बल्ल मलाई स्मरण भयो वैद्यराजको नातिनी बिरामी छन् भन्ने सन्दर्भ। मैले भने, मैले बिर्सिए बिरुवाजु, वैद्यराज यहाँलाई शीघ्र काली नदी पार गर्ने अति आवश्यक रहेको कुरा यहाँले किन नभन्नुभएको? आफ्नी नातिनीको निम्ति भन्दै यतिकाको ज्यान कसरी जोखिममा राख्न सक्ने? वैद्यराजले भन्नुभयो। पिताजीले आशय बुझ्नु भएन। मैले स्पष्ट पार्दै भने, पिताजी, घरमा वैद्यराजकी नातिनी सिकिस्त बिरामी छन् र त्यस्तो परिस्थितिमा पनि हिजो उहाँ जनसेवाको निम्ति हिँड्नु भएको रहेछ। अब शीघ्र घर पुग्नको निम्ति उहाँलाई नदी पार गर्नु अति जरुरी छ। अनि हामी पुनः ज्यानलाई हत्केलामा राखेर हिम्मतका साथ अघि बढ्यौँ। पिताजीको हातको बहाना मैले लिएँ र काली नदी पार गरेँ। ज्यादै अशुभ मात्र सोचिरह्यौँ। तिम्रो डुङ्गा त्यहाँ नभेटिएपछि हाम्रो होस उड्यो। विपत्तिको समयमा अनर्थ मात्र लाउँदो रहेछ मन। किन सबैभन्दा अन्तिमसम्म तिमी नै घाटमा रहन्छौ? अँध्यारो हुन लागेपछि डुङ्गा नचलाउने तय नै भएको छ। त्यसैले नै ढिलो गरी आउनेको निम्ति प्रतीक्षालयको निर्माण गरिएको। हामी उज्यालोमा मात्र सेवा दिन सक्छौँ, माताले दुःख नगर्दै भन्नुभयो। आपतकालीन अवस्थामा समयको पाबन्दी नहुने पनि त भनिएको थियो। अति बेग्रसाथ पारीबाट बोलावट आएको थियो। कुनै आपतकालीन अवस्था हो भन्ने लाग्यो। म त्यहाँ पुग्दा कोही थिएन। राजा जस्तो लाग्थ्यो वेशभूषामा। मैले भने, राजा? पिताजी जस्किनु भयो। हो, राजा जस्तै लागेको थियो। घोडा पनि थियो जस्तो लाग्छ। त्यस्तै देखेको थिएँ वारीबाट। सीमापारीका राजा हुनुपर्छ। सैनिक पनि थिए। पटक पटक अन्य देशका राजाहरू बिना सूचना हाम्रो भूभागमा आउनेमा शुभ सङ्केत देख्दिन। मैले माथि सूचित गर्नुपर्ने हुन्छ। पिताजी, पक्का यकिन नभए अधुरो समाचार पुर्याउनु अवश्य उचित हुने छैन। मैले फेरि पनि देखेँ भने तथ्यको गहिराइसम्म पुगेर हजुरलाई अवगत गराउनेछु, तत्काल भने। माता मेरो निकट भएर बोल्नुभयो। सोच, मेरो के हाल भयो होला? तिमीलाई किन आफ्नै ज्यानको प्रवाह छैन? थाहा छ हामी कति विचलित भयौँ? एक मनले भन्यो तिमीलाई यमुनाले लगिन्। हो, मेरो कोखबाट तिमीले जन्म लिएकी होइनौ। तर यो पनि सत्य हो तिमी नै सर्वस्व भनी बसेका छौँ हामी। तिमी नै हाम्रो एकमात्र सन्तान हौ। हाम्रो बाँच्ने आधार हौ तिमी। अब तिमी हामीलाई छाडेर कहीँ नजाऊ है। तिम्री माता अद्रिका नै लिन आए पनि हामीलाई छाडेर जाने छैन भनी कसम खाऊ। पछिल्लो वाक्यले मलाई निकै सोचमग्न बनायो, विचलित तुल्यायो। तत्कालमा केही बोल्नु उचित सम्झिन। न्यानो अँगालोमा घुस्रिएँ। माताको खुल्ला विशाल हृदयको त्यो अँगालोले न्यानो प्रदान गर्यो। परन्तु हृदयको विचलन भने यथास्थितिमै थियो। एक समय केही अवधिको लागि म नदीबाट नै हराएकी थिएँ। जब फर्किएकी थिएँ अत्यन्त सुन्दरी र सुगन्धित भएर फर्किएँ। म बेपत्ता हुनुको कारणमा मलाई जन्मदाता अद्रिकाले उडाएर साथै लिई गएकी आफ्नै आँखाले देख्यौँ भनी घाटीहरूले गिँजाएछन्। त्यसबारे सत्यतथ्य धेरैले सोधे, म मौन रहेँ। मेरो मौनतालाई जवाब सम्झिदिए। उनीहरू भन्थे, अद्रिकाले मातृवात्सल्य खन्याउन पाएको खुसीमा मलाई सुन्दरी र सुगन्धित पनि तुल्याइदिए। म त्यो कथनमा पनि मौन नै हुन्थेँ। अनि सबैले त्यसैलाई विश्वास गरे। त्यसपश्चात नै हो मेरो नामले समेत काँचुली फेरेको। मत्स्यगन्धाबाट योजनगन्धा कहलियो।
परन्तु त्यस पश्चात भने मेरा मातापिताको निम्ति त्रास रहने गर्थ्यो। सुटुक्क म उहाँहरूलाई छाडेर सदाको लागि जान्छु कि सायद भयङ्कर भय गाडियो उहाँहरूको हृदयमा। तमाम कोसिसका बावजुद पनि विशेष त मातालाई म त्यस कुरामा विश्वस्त तुल्याउन सफल भइरहेको थिएन भन्ने लाग्यो। म आफू हराउनुको यथार्थ कारण भन्न चाहेर पनि सकिरहेको थिएन। त्यसर्थ म असत्य भ्रामक कथनलाई सत्य सम्झनु परेको थियो उहाँहरूले। सत्यवतीलाई आराम गर्नु देऊ दासरानी, पिताजीले मेरी मातालाई दासरानी भनी सम्बोधन गर्नु। हजुर पनि त रातभर सुत्नु भएको छैन नि दासराज, माताको स्नेहपूर्ण जवाब थियो। त्यसो त बस्ती नै कहाँ सुत्न सक्यो र, पिताजीले भन्नु। स्त्री जति हाम्रो घरमा एकत्रित भएका रहेछन् र पुरुष जति यमुनाको तीरमा। पिताजीले घर पुगे पश्चात बस्तीवासीलाई भन्नुभएको थियो, रातभर जागा बसेर हाम्रो चिन्तामा साथ दिने सबैमा आभार व्यक्त गर्दछौँ। अनर्थ हुन पाएन। किन र कसरी सत्यवती रातभर एक्लै पल्ला घाटमा रहिन् भन्ने सन्दर्भमा भने हामी भोलि छलफल गर्नेछौँ। सत्यवतीले यथार्थ विवरण दिनेछन्। हामीसँग बिदा भएर एकत्रित सबै आफ्नो निवासतर्फ गएका थिए। पिता पनि आफ्नो कक्षतर्फ प्रस्थान गरे पश्चात मेरो शरीरमा तेल मालिस गर्नको निम्ति माताले युवककी पत्नीलाई हराउनु भयो। मैले त्यसको सोझै इन्कार गरेँ। नदीबाट हराएर फर्की आए पश्चात आफ्नो शरीर मालिस गर्न दिने गरेको थिएन। हट गरेर आफै तेल दिई सम्झनु भयो अनि हतासिएर तत्काल युवक पत्नीलाई नै तेल लगाइदिन मन्जुरी दिएँ। राम्रोसँग गरिदिनु भन्दै माता बाहिरिनु भयो। म आफै लगाउँछु तेल, परन्तु माता समक्ष भने तिमीले स्वयं लगाइदिएको भन्नु, मैले युवक पत्नीलाई भने। आफ्नो हातखुट्टामा तेल लाएर रेशमी कपडाले पुछेँ। अब तिमी जाऊ, म आराम गर्छु। युवक पत्नी बाहिरिए। युवक पत्नी आफ्ना पतिका साथ हाम्रो घर पछाडिको टहरमा बस्थे। हामी कहाँ बिहान साँझ घरको काममा सघाउँथे। अनि युवक थियो पिताको सहयोगी। ऊ खोच्याएर हिँड्ने गर्थ्यो। बाल्यकालमा पौडी खेल्न जाँदा डुङ्गामा माथिबाट बजारिएको कारण भाँचिएर उसो एक खुट्टा बाङ्गो भएको भन्थ्यो। शरीर भने निकै हृष्टपुष्ट। सँगै हिँड्दा उसलाई भेट्न मुस्किल पर्थ्यो। उसकी पत्नी आफ्ना पतिको निकै हेक्का राख्थे। गहिरो प्रेम थियो उनीहरू बीच। पहिलो पतिले अति दुःख दिएको कारण भागेर युवकसँग आएकी। एक मध्यरात हामी कहाँ लिएर आएको थियो युवकले उसलाई। युवकले तिनलाई नल्याउँदासम्म हामीसँगै खाने गर्थ्यो र बाहिर सुत्थ्यो। पछि पिताजीले घर पछाडिको काँडा घारी फाँडेर टहरो बनाउने अनुमति दिनुभयो। त्यही टहरो हाली बसे उनीहरू। युवक पत्नी अति छरिती थिए र सदा हँसिली फरासिली। हामीलाई आफ्नो परिवार मान्थे। मेरो बारेमा मेरै यौवन सौन्दर्यका बारे समाजमा जे जस्ता कुरा हुन्थे नलुकाई सुनाउँथे। हाम्रो लागि गोप्य सूचनाको माध्यम थियो। म ओछ्यानमा पल्टेकी मात्र थिएँ, निदाउन सकेकी थिइनँ। मेरो कोखबाट तिमी जन्मिनौ, तर तिमी नै सर्वस्व भनी बसेका छौ। माताको अश्रु मिश्रित अभिव्यक्तिले निदाउन दिएन। दायाँ बायाँ कोल्टे फेरिरहेँ। सोही समय माताको प्रवेश भयो। मैले आँखा बन्द गरेर निद्राको अभिनय गरेँ। आफ्नै हातले ओढ्नु उडाइदिनु भयो।
तिमी निदाएकी छैनौ? एक रातको अनिद्राले धेरै दिन पिर्छ। निद पुर्याउने कोसिस गर। माताले भन्नुभयो। मनमा नाना माथि कुरा मडारिरहेको छ। मैले मेरा मातापितालाई कसरी विश्वस्त पार्न सक्छु? मेरो हृदयमा सर्वोपरि स्थान हजुरहरूको छ भन्ने सन्दर्भमा। अनि के रगतको नाता मात्र नाता हो र माता? हाम्रो नाता रगतको भन्दा गाढा होइन र? के मबाट कुनै त्यस्तो गतिविधि भएको छ, केही भुल हुन गएको छ? होइन भने किन हजुरहरूको हृदयमा छाडेर जान्छु भन्ने त्रासले उही भयले बास लिएको छ? निदको अभिनय त्यागेर मैले बस्दै भने। माताले भन्नुभयो, छोरी तिम्रो चिन्ता हुनु स्वाभाविक हो। अहिले सुत, पछि गरौँला कुरा। आज्ञाकारी बालिकासरी सिरकभित्र पसिन् र प्रण गरे आफूसँग। मातापिताको हृदय दुख्ने केही त्यस्तो कार्य गर्ने छैन।